हेलो गुड मर्निङ गाइज सबैलाई नमस्कार। म आइसक्यो फेरि पनि नयाँ भ्लग लिएर। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि मैले धेरै दिनबाट भ्लग हाल्न चाहिँ पाएको थिएन होइन, जस कारण चाहिँ अब आज यसो नयाँ फेरि भ्लग हालौँ भनेर चाहिँ भिडियो बनाउँदैछु होइन। अनि आज चाहिँ के गर्छु म भ्लगमा देखाउँछु, भिडियोमा जोडिरहनु होला। अब यहाँ उकालोकै उकालो मात्रै छ, यहाँ बाटो यस्तो छ, बाघ त आउँदैन होला। यस्तो माथि कहाँ माथि आइसक्यौँ है हामी त। पोखरामा यति माथि आएको छ त्यो त देखिसक्यो। अब यहाँ नारायण देखिन्छ होला, देखिन्छ होला। त्यही हो गाइस, अहिले चाहिँ हामी यहाँ माथि आउँदैछौँ होइन। अझै माथि गएर के गर्छ हेर्नु होला। यता मात्रै बाँकी छ होइन, बाटो चाहिँ राम्रै छ अहिले। यस्तो बिच छ चट्ट सर, चिसो चिसो हावा चलिरहेको छ यहाँ। मलाई पनि लगाइरहेको थियो अघिदेखि भन्छु भनेको। कस्तो खालि तल तल झरेको यार, म त तल तल झरेको कि एक्कासी यस्तो छ भने गाइस। अब चाहिँ हामी हल्का हुन्छौँ। लाइट त खतरा बल्छ होला। अहिले चाहिँ हामी पुगिसक्यौँ होइन, ठाउँ चाहिँ यस्तो छ यहाँ खतरा माथि आइसक्यौँ। खान्न कहाँ खान्छ र खान्न त त्यही हो गाइस। अब चाहिँ हामी यहाँ होटलमा एकछिन खाजा खान्छौँ अनि फेरि अब तलतिर जान्छौँ। हल्का बेलुकातिर यहाँ ठाउँ चाहिँ हल्का राम्रै रहेछ, भ्यूहरू यस्तो। अनि अहिले चाहिँ सामान किन्न लाग्छौँ। त्यही हो गाइस, है यो चाहिँ गाउँ चाहिँ माथि छ टक्क गाइस। अहिले चाहिँ हामी माथि आइसक्यौँ होइन। अनि माथिको हावा चाहिँ यस्तो एकदम शीतल, एकदम चिसो, एकदम रमाइलो रहेछ। उडिराख्नु जस्तो भ्यू चाहिँ यहाँ यस्तो खतरनाक छ होइन। यस्तो माथि बसेर अब हामी अब खानेकुरा चाहिँ हामीले अर्डर दिइसक्यौँ होइन। अब आउन टाइम लाग्छ होला। अहिले उस चाहिँ आइसक्यो, कोक पेप्सी चाहिँ आइसक्यो होइन। अब चाहिँ हामी खान्छौँ। अनि अब एकचोटि त्यो भ्यू टावरमा जाने भनेको, अब के हुन्छ हेरौँ होइन। त्यही हो गाइस, ठाउँ चाहिँ एकदम रमाइलो रहेछ होइन। त्यही हो गाइस, अब एकछिन गाजर साथी खाँदैछौँ। डुबिसक्यो घाम चाहिँ, भ्यू चाहिँ बब्बाल रहेछ क्या यहाँ चाहिँ होइन। यस्तो छ खाजा चाहिँ रहेछ यस्तो टक्क खाँदैछौँ होइन। अब तलतिर जान्छौँ एकछिनपछि अनि त्यतै भेटौँ। अहिले चाहिँ हामी गाइस खाजा खाएर तलतिर आइसक्यौँ होइन। अनि ठाउँ चाहिँ एकदम राम्रो रहेछ कि गाइस, हेर्नु न यस्तो राम्रो छ। त्यहाँ हामी त्यहाँ बसेको यस्तो राम्रो रहेछ होइन। सोचेको थिएन यस्तो राम्रो हुन्छ भनेर, चिसो चिसो रहेछ होइन। अब यहाँ भिड पनि लास्टै रहेछ। अहिले चाहिँ हामी उता भ्यू टावर जानु लाग्यो होइन। अब भ्यू टावरबाट हेरौँ कस्तो आउँछ भ्यूहरू। भ्यू टावरबाट हेरेर अनि हामी चाहिँ तलतिर लाग्छौँ। तलतिर चाहिँ होइन, बाटो चाहिँ लास्टै उकालो रहेछ तर सजिलो रहेछ है। त्यही हो गाइज। अब अटोहरू नि आउँदो रहेछ गाइज, अटोमा नि आउनु सक्नुहुन्छ तपाईँहरू चाहिँ होइन। हामी चाहिँ स्कुटीमा आयो। त्यही गाइज, अब चाहिँ हामी भ्यू टावर जान्छौँ। अनि भ्यू टावरबाट भ्यू हेरौँ है त कस्तो हुन्छ गाइज। अब ल भ्यू टावर भेटौँ ल। अहिले चाहिँ हामी भ्यू टावरमा आइसक्यौँ होइन। वहाँ माथि चढ्नुपर्छ। यो भ्यू टावर चाहिँ यस्तो छ, भ्यू चाहिँ यस्तो, भ्यू त पुरै नगर होइन गाइज। अब चाहिँ हामी भ्यू टावरमा चढ्छौँ होइन। भ्यू हेर्दै भ्यू टावरमा चढ्नु भने कस्तो रमाइलो यस्तो छ। यहाँ चाहिँ के लेखिरहेको छ होइन गाइज, के हो यो विजय छ यहाँ हाम्रै यसको विजय हो क्या। अब जताततै विजय छ होइन। त्यही हो गाइज।
अब चाहिँ हामी माथि माथि चढ्दैछौँ लास्टै माथि छ फेरि होइन टावर के हो मा फोडिदिन्छस् क्या एकदम जन्नत छ यहाँ जन्नत एकदम हो त्यही बाटो जाने हामी है त्यही हो अझै माथि हो अम्मा मजै माथि रहेछ गाइज हामी चाहिँ यति माथि चढिसक्यौँ अब चाहिँ पुग्न लाग्यो धेरै छैन अब होइन यता कस्तो हो यो गाइज अहिले चाहिँ हामी झर्न लागिसक्यौँ होइन यहाँ हल्का भक्काले छ गाइज यो चाहिँ हल्का बिग्रेर रहेछ यार त्यो कस्तो झन्डै लोडेको यार म त त्यहाँबाट होइन यहाँ चाहिँ यस्तो त्यो के हो खोला हो कि के हो त्यो त्यो हाँ त्यत्रो के हो त्यो खोला हो त्यो यहाँ हल्का पोखरी ताल हो के उ त्यो ए उ त्यो त्यो जङ्गलको बिचमा पोखरी ताल हो के खोलै होला खै के रहेछ त्यो कस्तो बिचमा है गाई चाहिँ अब चाहिँ हामी तल झर्न लाग्यो होइन राम्रै रहेछ ठाउँ चाहिँ गाई चाहिँ अहिले चाहिँ हामी फर्किन लाग्यो होइन यहाँ माथि आउने बाटो चाहिँ एकदमै हल्का यो डरमा आउने बाटो चाहिँ हल्का खच्चाउँदै रहेछ यस्तो अफरोडिङ टक्क अहिले त यो त के होइन अलि अगाडि झन् कस्तो अफरोडिङ छ होइन हल्का अनि बेला चाहिँ हिँड्दै आउनु होला तपाईँहरू आउनुभयो चाहिँ यता होइन रिक्स नलिनु होला हामीले त चिल्लिक्कै चिप्लिन्छ यसरी हल्का ड्राइभर राम्रो हुनुपर्छ हिँड्छ नत्र त हस्पिटल नै नजिक छैन गाई यहाँ त होइन बाटोमा यस्तो पाइप पायो भने उडा किचाइदिने हो फुट्छ बाटोमा कोही नराख्ने होइन यी बाटो चाहिँ यस्तो हल्का ढचक खालको हेर्नु त ए आम ए ल बाटो के हो यो ओहो नेपालको बाटो गाइज धन्दा तलबाट आउने बाटो चाहिँ राम्रै थियो है के उता माथिसम्म हामी बसेको होटल चाहिँ उता बत्ती बोलेको होइन गाइज हामी हल्का उता आउनेहरू भन्छ होइन आइरहेको बाटो चाहिँ यस्तो छ होइन ढचक अब चाहिँ हल्का एक्सट्रिम हुँदै जान्छ कि मिडियमबाट एक्सट्रिम हुँदै जान्छ कि बिस्तारै ल अब हेर्नु गाइजहरू ल रियल अफ रोडिङ स्कुटीबाट है गाइज ल अनि कसैले सक्नुहुन्छ भने यस्तो स्कुटीबाट यस्तो अफ रोड हान्न मेन्सन हान्नु होला टक्क ल अब चाहिँ अफ रोडिङ सक्छ होइन अब चाहिँ राम्रो बाटो छ एकदम सिलो त नभनौँ राम्रो छ यस्तो सर ओह्रालै छ सुइँ जाने है ल तलै गएर भेटौँ है त गाडी हामी तल आएर हामी अहिले कति गइसक्यौँ अब चाहिँ हल्का हामीले पनि खायौँ अब स्कुटरले पनि खुवाउनु पऱ्यो होइन पेट्रोल हाल्दैछौँ त्यो गाडी अन्धकार भइसक्यो यहाँ जताबाट चाहिँ गाडीमा हल्का पेट्रोल हालौँ घरतिर लाग्छौँ बाटोको अहिले चाहिँ घर आइसकेँ होइन म अनि अब चाहिँ हल्का एडिटिङ हाल्नु पऱ्यो अनि त्यही हो गाइज सबैजनालाई धन्यवाद अहिलेसम्म भिडियोमा जोडिराख्नलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला बाई बाई गुड नाइट टेक केयर